आज काठमाडौँमा राजाको स्वागत प्लस राजा ल्याउँ देश जोगाउँ भन्ने जुन आन्दोलन थियो, त्यो आन्दोलनमा जुन भिड थियो, त्यो भिडमा मलाई एउटा कुरा चाहिँ राम्रो लाग्यो, मलाई मन परेको कुरा। त्यहाँनिर नेपालको राष्ट्रिय झण्डा चन्द्र सूर्य भएको रातो झण्डा फरफराइरहेको थियो। त्यही भिडमा पार्टीको झोले भएर पार्टीको झण्डा फरफराउनु भन्दा नेपालको राष्ट्रिय झण्डा चन्द्र सूर्य फरफराउनु एकदमै राम्रो देखियो। त्यो कुराले मेरो एकदमै मन छुयो र मलाई नेपालको गर्व पनि लाग्यो। तर यसको मतलब म राजतन्त्रको सपोर्ट गर्ने, गणतन्त्रको विरोध गर्ने भन्ने पनि होइन, म कुनैको पक्ष लिन्न। तर मेरो आफ्नो व्यक्तिगत धारणा के छ भने यदि नेपालमा राजतन्त्र ल्याउने हो, राजा नै ल्याउने हो भने चाहिँ कि त हर्क साम्पाङ ल्याउँ, जाति हिसाबले भन्न खोजेको होइन, कि त बालेन शाह ल्याउँ। यसको कारण के त भन्दाखेरि चाहिँ नयाँ युगमा नयाँ सोच, नयाँ ब्लड चाहियो नि त। पुरानै राजा ल्याउँछौ भने त पुरानै सोच भयो, पुरानै ब्लड भयो नि त, होइन? त्यसमा नयाँ ऊर्जा देखिएन कि, त्यसैले नयाँ ऊर्जा हुनुपर्छ नयाँ युगमा। र अर्को कुरा, पुरानो राजा किन नल्याउँ भन्छु भने चाहिँ पुरानो राजाको पनि यदि इतिहास विगतलाई कोट्टाएर हेर्ने हो भने आफ्नै दाजुको हत्यारा भनेर पनि आरोपित गरिएको, अब प्रमाणितै भएको त छैन तर आरोपित त हो नि त, धेरैजना व्यक्तिले संघात गरिएको व्यक्ति हो नि त। र अर्को कुरा के भने आफ्नै दाजुको हत्या हुँदाखेरि भाइ कहाँ छन्? वीरेन्द्रको हत्या पछाडि चाहिँ ज्ञानेन्द्र राजा भएको, जसलाई आज हामी राजा बनाउँदैछौँ, राजाको रूपमा चाहिँ ल्याउँदैछौँ, आफ्नो दाजुको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन। र राजदरबार जहाँ हाई सेक्युरिटी हुन्छ, जहाँ आम जनता छिर्न पाउँदैन, त्यसभित्र पुरै परिवार नै तहस नहस हुने गरी हत्या गर्नु भनेको त त्यसभित्रकै नजिकको व्यक्तिले हत्या गरेको देखिन्छ, जसको हत्यारा अहिलेसम्म पनि पत्ता लागेको छैन। त्यसैले पुरानो राजा ल्याउनु भन्दा चाहिँ यदि राजतन्त्रै ल्याउने हो भने नयाँ राजा ल्याउँ। तपाईको विचारमा के लाग्छ? तपाई तल कमेन्टमा आफ्नो पनि धारणा राख्नु है त।